के गर्नुभएको तपाईले? कत्रो ठुलो कराएको भर्खर प्रदर्शनमा आएको चलचित्रको नक्कली डिभिडी सुपरहिट गीतहरूको नक्कली MP3 बनाउन लागेको। कम फाइदा हुन्छ। तपाई गैर कानुनी काम गर्दै हुनुहुन्छ। त्यसैले प्रतिलिपि अधिकारको उल्लङ्घन नगरौँ र ठूलो सजाय पाउनुबाट बचौँ। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय। हजुर आज त हजुरलाई चिया खाने फुर्सद पनि भएन। आउनु मैले चिया ल्याएँ। लिनुहोस् हजुर चिया। लक्ष्मी भन त मैले सजाएको कोठा कस्तो लाग्यो? एकदमै राम्रो। छोरी आउने खुसीमा यही एउटा कोठा सजाउन तपाईले 2 दिन लाउनु पर्छ। अनि राम्रो हुँदैन त?
हाम्रो खुसी कति भाग्यमानी छे। उसले हजुर जस्तो बुवा पाएकी छे। मलाई कहिलेकाहीँ यस्तो लाग्छ, यो संसारभरिका छोरीहरूले हजुर जस्तो बुवा पाए कस्तो हुन्थ्यो होला। त्यो त मलाई थाहा छैन, तर कसैले नपाएको छोरी हामीले पाएका छौँ। उसले गर्दा कुल घराना यो समाजमा मेरो शिर उच्चा भएको छ, बुझ्यौ? 3 पुस्तासम्म छोरी नभएको हाम्रो खानदानमा ऊ जन्मिँदा हामी कति खुसी भएका थियौँ। याद छ तिमीलाई? याद छ? हो, त्यही खुसीलाई सम्झिनको लागि हामीले उसको नामै खुसी राखिदियौँ कि कसो? त्यस्तै प्यारी छ, आज पढेर लेखेर यो गाउँकै नमुना भएकी छ। अब त्यस्तै छोरी कलेज सकेर घर फर्कँदा हामीले उसको लागि विशेष बन्दोबस्त मिलाउनु परेन त? भन त। पर्यो बाबा, पर्यो। मैले पनि छोरीको पढाइ राम्रो होस् भनेर माथि देवी मन्दिरमा भाकल गरेको थिएँ। त्यो पुरा गर्न जानु छ आज मलाई। भान्साको सबै सामान ठिक पारेकी छु। छोरी आएपछि सँगै बसेर पकाउँछु। म मन्दिर गएर आउँछु है। ल ल ल। काकी, मन्दिर जान लाग्नु भएको? खुसीले पढाइ राम्रो गरोस् भनेर देवीको भाकल गरेको थिएँ। त्यही पुरा गर्न जान लाग्यो कि। ए, त्यसो भए खुसीले काठमाडौँको पुरै पढाइ सिद्धिएछ कि? ल, पढाइ सकेर पनि ऊ आज गाउँ फर्किँदै थिए। सबै गाउँलेलाई थाहा भइसक्यो, यो लट्ठुलाई चाहिँ थाहै रहेनछ। यति बेलासम्म त खुसी सदरमुकामको बसघर पनि आइसक्यो। यो दिदी हो, ल लिनुहोस्। खालेको खुसी दिने कगिन आएको? म तिमी सहरबाट गाउँ आउँदैछु भने थाहा पाएर लिन आएको। भेरी गुड, भेरी गुड। मलाई थाहा थियो त आउँछस् भनेर। थ्याङ्क यू। जे भए पनि त मेरो बच्चा देखेको साथी हो नि। आऊ बस, आऊ। के रे, तेरो यो टट्टु घोडामा हामी दुईजना चढ्ने? आफू मात्रै खाँदो रहेछ, घोडालाई चाहिँ के पनि खुवाउँदैन रहेछ। उतरे त, म एक्लै चढ्छु। ल ल ल, तिमी बस, म डोर्याउँछु। ओके, लायो बोक, म चढ्छु। बिस्तारै है। ल जाऊ। छो छो। काका, बाबा, बाबा, के छोरी आइपुग्यो? बाबा, बाबा किन लिन नआएको मलाई? आइहाल्यो नि त। खुसी आइपुग्यो छोरी। मम्मी, मम्मी, ए लडाउने बदमासी। देवीको प्रसादमा तेरै लागि पूजा गर्न आएको नि। थ्याङ्क यू। देवीले मेरो छोरीले भनेको पुरा गर्छु। थ्याङ्क यू मम्मी। तेरा थ्याङ्क यू। लक्ष्मी, हजुर, छोरी भोकाएकी हो नि, अब भित्र गएर छिटै खाना बनाउनु परेन त? आऊ छोरी, भित्र गएर आराम पनि गरौँ, गफ पनि गरौँ ल। हस् त काकी, म पनि जान्छु अब। किन जाने त? घरमा एक्लै छस्, म खाना बनाइहाल्छु, यहीँ खाएर जान। होइन होइन, घोडा पनि भोकाएको छ, यसलाई पनि खुवाउनु छ। म जान्छु, पछि आउँछु नि है काकी। ल ल। गएँ काकी। छु छु।
हो घर आइसक्यो केटी हो कता हिँडेको तिम्रो एकचोटि हिरोइन पल्टेर हिरो भेट्न जान्ला नि तपाईँ जानु भएछ कहाँ पारी गाउँको मेलामा हाम्रै हिरो खुसी नि काठमाडौँबाट आइसक्यो भेट्न जानु पर्दैन ए खुसी आइसक्यो र म पनि आउँछु ल एउटा कुरा थाहा छ अब एकदम धेरै रमाइलो हुने भयो नि किन भन्नु नि खुसीलाई त एकदम धेरै रमाइलो गर्नुपर्छ हो त नि थाहा छैन तिमीहरूलाई हाम्रो खुसीलाई खोला नाला बन्द कस्तो मनपर्छ ल है
अब त्यो पासाङ दाइको काँक्रा चोरेर माथि डाँडामा गएर नुन खोर्सानीसँग वारवारी खानुपर्छ हो कि? खाना त हुन्छ खुसी, तर त्यो पासाङ दाइले भिडियो मार्छ। त्यही पनि सुमसुमाउँदै सुमसुमाउँदै। हे नाटक नगर, कति डरपोक आइमेहरू। एनिवे केटीहरू सुन, ल त्यहाँ जा। ए मान्छेहरू त घेरै, तिम्रो जुन त्यहाँ छ। अब म जसरी पनि काट्छु, तिमीहरूले मलाई साथ दिन्छ, ओके? ओके। एउटा कुरा भन्छ, म कहाँ गएको तिमीले ल्याइहाल्छु, तिमीले चिन्ता नगर। बरु म यहाँबाट जाँछु त्यहाँबाट जाँछु। ए ल ल, ए बरु मान्छे ल ल ल या खिच्दै न। Vale madura, cheng cheng yang pan. Oi, मलाई लिएर आऊ। जल्दी बन्द गर्नु बोल्यो। मेरो काममा त तिमीले पक्न भनेको फेरि बन्द गर्नु बोल्यो। तिमीले म कहाँ छ आइ पारिहाल्यो नि नखर्मौलीले। तँ यो गाउँको लिडर होइन त? तँलाई म कहाँ छ तँलाई म पारिहाल्यो नि। तँलाई म कहाँ छ आज घरमा पाहुना आउँछ भनेर भालेर रक्सी चाहिँ जोरदान गर्छु भनेर फुत्त गाउँमा मात्रै निस्किया थिएँ। यो गाउँको नखरबाउलीहरू आएर मेरो यत्रो ठुलो बनाएको पिउलै भनेर राखेको काँक्रो आएर सत्यानाश गर्ने। भाले तँ यो रक्सी राम्रोसँग पुरेर भयो। म त्यो नखरबाउलीहरूलाई टाढा नकतै कहाँ छाड्छु बुझी राम्रोसँग हेर। क्या परे त चिरीबाट खर्काउने तिमीलाई कहाँ छाउँछ र? गण्डकीको चिसो पानीमा नि मिची नुहाउनु है। काँक्रा खाने हो, एकैचोटि काँक्रा देऊ। यो नखरमाउलेहरूले मेरो सानोदेखि सुमसुमाउँदै बिउले राखेको काँक्रा त चोरे। कसको चोरा हो त्यसलाई पनि यत्रो ठुलो गण्डकीमा धकालेर पो मरे। एकेटा गण्डा नमान, म छु म तँलाई म बचाउँछु। अब को हुनु नि? यही गाउँको नखरबाउलीहरू हुन् के? त्यो खुसी भन्ने केटीको गुरु भयो। अब हेर्नुहोस् न, मेरो घरमा बिउले भनेर राखेको काँक्रो चोरेर सत्यानाश पारेछ। केरी भयो भनेर यो गाउँको डाँडा पटाउ भनेर खेदाएको त तपाईँले पो गण्डकीको चिसो पानीमा धकालेर मरे। अब हिमालबाट सिधै बगेर आएको पानी चिसो नभएर तातो हुन्छ त सुमसुमाउँदै। तर जे हुनु भइहाल्यो। हाम्रो गाउँमा छिर्नुभन्दा अगाडि तपाईँ पवित्र त हुनु भयो नि। ल धेरै गाह्रो भएको जस्तो छ। साँच्ची कहाँबाट आउनुभएको तपाईँ? म काठमाडौँबाट। म चाहिँ गौरव। यो गाउँले
पर्यटन विकासको लागि पर्यटन बोर्डमा पहल गरेको रहेछ। मलाई त्यही भएर पर्यटन बोर्डले यो गाउँको सुन्दरता र भौगोलिकताको सर्वेक्षण गर्न पठाएको। हजुर हजुर। ए भनेपछि कतै हाम्रो काजी कर्णदोरले गाउँमा पाउन आउँछ भने तपाईँ पाउँछ हो दाइ, मै हो। भनेपछि बल्ल चिने। नमस्ते, म पनि यही गाउँको सरकारी कर्मचारी हो। म त्यही पाउनु घरमा बस्छु नि। अब 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 यसो गरौँ, धेरै जाडो पनि भइसक्यो। अब उतै जाउँ, लुगासुगा फेरौँ, सर्दी बगाउने काम चाहिँ म गर्छु। सुमसुम्याउँदै सुमसुम्याउँदै हाम्रो गण्डकीको चिसो पानीले काठमाडौँबाट ल्याएको त्यो धुलो धुवा फोहोर चिची के हो अलिकति के पखालेको थियो। सरलाई त सर्दी नै पो लागेछ। त्यस्तै हो भने त सर, हाम्रो माछा पुछ्रे धौलागिरी हिमालको चिसो सिरेर त तपाईँलाई त ओछ्यानै पार्ला जस्तो छ। त्यसैले सरको लागि मैले यो हाम्रै घरमा पारेको प्योर कोदोको 3 पानीको झैँकटे। यो चाहिँ हाम्रै गाउँघरको प्योर लोको ढालेको भुटुवा। मिठो छ। यो सबै खानुहोस् अनि तातो 2 गाँस भात खाएर छिरो गम्ल्याङ्ग ओरेर सुत्नुहोस्। भोलि बिहान उठ्दा तपाईँको सर्दी गायब। आउनुहोस् न सर, आउनुहोस् न सर, सुमसुमाउँदै सुमसुमाउँदै। यो हालेर खानुहोस्, जाडो साह्रो सवार हुन्छ सुमसुमाउँदै सुमसुमाउँदै। अनि दाइ मग चाहिँ एउटै छ, तपाईँ चाहिँ नखाने? अब हजुरसँगै बसेर खाएर अब हजुरको सर्दी यता सर्ला कि सुमसुमाउँदै सुमसुमाउँदै? सर्दैन दाइ। अनि दाइ मलाई त एक्लै खाने बानी छैन नि, म पनि खाँदिनँ। ल अब हजुर भन्नु नै हुन्छ भनेदेखि हजुरसँग साथी बस्नुको लागि म एउटा सानो भाडा लिएर आउँछु नि। दाइ हजुर लिऊ न। छिटो ल्याउनुहोस्, छिटो। यो पाले भाग्दैन फेरि। हजुर हजुर। भाडा त ठुलै पाएँ नि हजुर। ल पासाङ दाइ कहाँ भुइँमा बस्नु भयो? माथि बस्नुहोस् न। यहीँ ठिक छ हजुर। आफू त सानो मान्छे हजुर, माथि बसेर खाएको त मजै आउँदैन। तँलाई सुमसुमाउँदै खाँदै सुमसुमाउँदै खाँदै बरु हजुरले हातले दिएको चाहिँ खाइदिउँ नि त हजुर। ल लिनुहोस्। पुग्यो हजुर, थोरै पुग्यो हजुर पनि लिउँ न हजुर। ल दाइ। होइन पुग्यो यति पुग्दैन। त्यति खाने गरे त थिएन हजुर। हजुर जस्तो सर आएपछि फेरि अलि खाउँ लाग्यो सर। भइहाल्छ नि। ल पासाङ दाइ यो त साँच्चैको गजबको रहेछ नि। कोदोको हो नि सर। जिउै ताँदै आउनु थाल्यो नि। ए सर भन्नुहोस्। मैले यो भालेलाई हेरे कि यो भालेले मलाई हेरे? तपाईँलाई हेर, तपाईँलाई। लिनुहोस्। त्यही त अघिदेखि टुलु हेरिरहेको छ। रातो भाले खोया हाम्रो सरलाई खोया। हाम्रो सरको नाम भाले टाउको होइन। मैले झल्छु 70 झाल्नु धर्नु। ए होइन हजुर जस्तो पाहुनालाई दुःख दिनुहुन्न कि हजुर, मै हाल्छु नि हजुर। सर हजुरले अहिले हजुरको त त्यहाँ रहेछ नि सर। यस्तो चिज धेरै खानुहुन्न क्या सर, बिस्तारै खानुपर्छ। ग्यास गयो भने खतम। ए सर भन्नुहोस्। रक्सी भन्ने चिज पनि बडो अचम्मको हुँदो रहेछ।
यो पिउँदाखेरि कि साथी हुनुपर्ने कि चट्टो परेको कान्छे हुनुपर्ने। ए भनेपछि तपाईँ कान्छीसँग बसेर धेरै पटक रक्सी पिइसक्नु भयो होइन त? कसरी भने मैले कान्छीसित रक्सी पियो भनेर? अहिले भर्खर तपाईँले भनेको होइन? मैले भनेकै छैन कान्छीसँग बसेर रक्सी पियो भनेर। भर्खर भन्नुभएको होइन तपाईँले? अब भनेपछि साला रक्सी लागेछ। त्यसरी लागेपछि धेरै खानु हुन्न कि नसो भन्ने चिज वास्तवमा त्यो कुरो मैले भनेको छैन क्या सर तपाईँ पनि। अहिले भर्खर तपाईँले भने होइन? भन्यो भने सुन्छु मैले भने सर। तर सर यो कुरा चाहिँ कसैले नभन्नु नि फेरि। किन? तपाईँले पनि कहिले पनि यस्तो गल्ती हुने काम नगर्नु। सुन्छु मैले किन? हामीले केही नराम्रो काम गर्यो भने यो गाउँका सारा मान्छेहरू सुमसुमाउँदै कारबाही गर्नलाई गाउँसभा गर्छन् यहाँ। हिमाली काखमा रहेको यो हाम्रो गाउँ प्राकृतिक सौन्दर्यले भरपूर छ। यहाँको सुन्दरता, हिमाल, पहाड, ताल, झरना हामी गाउँवासीका लागि वरदान हुन सक्छ। यदि हामीले आफ्नो गाउँलाई एउटा नमुना गाउँ र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सक्यौँ भने हो नि हैन? यसो गर्दा हाम्रो आय वृद्धि, हाम्रो जीवनस्तरमा ठूलो सहयोग पुग्न सक्छ। सरकारले पर्यटकीय विकास सम्बन्धी कार्यक्रमलाई राष्ट्रिय अभियानको रूपमा लिएको छ। यो समयमा मेरो चासोलाई मूर्त रूप दिन नेपाल पर्यटन बोर्डका संयोजक तथा ट्रेकिङ एजेन्सी एसोसिएसनका विशेष प्रतिनिधि श्री गौरव सिंह रावल यहाँ उपस्थित हुनुभएको छ। म उहाँलाई यो विशेष सभामा आफ्नो सल्लाह सुझाव र मार्गदर्शनमा केन्द्रित रही आफ्नो दृष्टिकोण प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु। नमस्ते। आफ्नो गाउँलाई नमुना गाउँ बनाउने विचार यहाँहरूको एकदमै उच्च विचार हो। यसको लागि तपाईँहरू सबै गाउँले एकजुट भई लाग्नुपर्ने हुन्छ र यो गाउँलाई पूर्ण रूपले सफा राख्नुपर्ने हुन्छ। अनि यहाँ भएको कला संस्कृति पाहुनाहरूमाझ विशेष ढङ्गले प्रस्तुत गर्नुपर्ने हुन्छ। गर्छौँ नि, गर्नुपर्छ है। गर्नुपर्छ नि। स्वदेशी तथा विदेशी पाहुनाहरूलाई बस्ने खाने व्यवस्थाको लागि प्रत्येक गाउँलेको घरमा एउटा पाहुना कोठा र आधुनिक टोयलेट हुनुपर्छ। यो सब कुरा जानकारी गराउनको लागि म केही दिन यहाँ बस्नेछु। यहाँको रमणीय दृश्यहरूको अवलोकन गरी त्यसको प्रचारको लागि म आवश्यक सामग्रीहरू बनाउनेछु। मलाई सहयोग गर्न यहाँहरूमध्ये कोही एकजना भरपर्दो व्यक्ति जो पढे लेखेको होस्, जसलाई यो गाउँठाउँ र यहाँ भएको रमणीय स्थलको विशेष जानकारी होस्, त्यस्तो एकजना मान्छेको मलाई व्यवस्था गरिदिनु पर्यो। बाबा, यसमा म हजुरहरूलाई सहयोग गर्छु, हुँदैन? गण्डकीको चिसो पानीमा नि मैले मिची ल्याउनु है। तिमी? उनी मेरी छोरी खुसी भर्खरै काठमाडौँबाट आफ्नो पढाइ सिद्ध्याएर यहाँ आएकी। बाउ कर्णध्वज, तिमी आफ्नो छोरी खुसीलाई यहाँ बाबुको सहयोगी बन्न दिन सक्छौ त? बाबा, हजुरहरूले आँटेको यति ठुलो कामको सहयोगी हुनु पाउनु मेरो लागि ठुलो अवसर हो। फेरि यो गाउँको सुन्दरता, यो गाउँको मनोरम दृश्यहरूसँग म बच्चादेखि खेल्दै रहेको छु नि। बाबा, यो गाउँको बारेमा मलाई त्यति अरूलाई थाहा छ? यो गाउँको फाइदाको लागि म सहयोग गर्छु बाबा, प्लिज बाबा। ठिक छ बाबा, ठिक छ। अब आफ्नो बाबाको सपनालाई पूरा गर्न सहयोग गर्छु भन्ने मेरी छोरीलाई म नै थोरै भन्न सक्छु। तेरो साला बिहान बिहान कहाँ हिँडेकी?
चिया पनि नखाइकन। हे मम्मी, हजुर मेरो काम थाहा छैन? त्यो सरेलाई गाउँ घुम्ने जिम्मा मैले लिएको होइन? अब यो गाउँमा कति धेरै घुम्ने ठाउँहरू छ। मैले यसरी अलमल गरेँ भने ढिलो हुँदैन, दिन लमिँदैन, तेरो बिहानमा हिँड्नु पर्यो। अनि खाना खानु पर्दैन? कहाँ खान्छस् नि? मम्मी पनि कस्तो चिन्ता लिनुहुन्छ भने यहाँ हेर्नु त, यसमा खानेकुरा पानी सानी सबै कुरा छ। मलाई धेरै अलमलाउनु भयो भने भरे आउन ढिलो हुन्छ। गए बाई मम्मी। केरा बाई। यसको र यसको बाउको कुरा त म केही पनि बुझ्दिनँ भने। मम्मी 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 तरकारी मिठो बनाउनु है। बनाएर राखुला। गोला गयो भन्दिन है। तेरो बाउलाई के भन्नुपर्छ त्यो मलाई थाहा छ। होइन कस्तो खालको बाउ हजुर? को न को चिन्न नजानेको केटासँग यसरी छोरीलाई घुम्न पठाउनुहुन्छ भने यस्तो विचार गर्नु पर्दैन? कस्तो लक्ष्मी, मैले मेरो गाउँलाई पर्यटकीय गाउँ बनाउँछु भन्ने सपना देखेको छु। अब आफ्नो बाउको सपनालाई पूरा गर्छु भन्ने लागि पर्ने छोरीमाथि पनि सङ्कुचित विचार राखेर हुन्छ? यसमा त हामीले गर्व गर्नुपर्छ। तरुणी भाइकी छोरीलाई को त्यो परचक्री केटासँग वन जङ्गल पाखामा निस्बिक्री एकान्तमा घुम्न पठाउनु छ, अझ गर्व गर्नुपर्छ अरे। सुन्नुहोस्, छोरीको जात भनेको अर्काको घर पठाउने जात हो। कहीँ कतै पाइला छिप्ले पनि के गर्नुहुन्छ? इज्जतमा बिर्को लाउन मिल्दैन के अरे? त्यो कुरा विचार गर्नुभएको छ हजुरले? हेर लक्ष्मी, हाम्री छोरी पढे लेखेकी उच्च विचारकी आधुनिक केटी हो। के राम्रो हो के नराम्रो हो उसले राम्ररी छुट्याउन सक्छ। त्यसमा पनि मलाई मेरी छोरीमाथि पुरा विश्वास छ। ल मैले भनेको कुरोले कानमा पतास लाग्दैन के अरे? अब तरुणी भाइकी छोरीले त्यो सहरी पठ्ठोलाई घुमाउने भई। लक्ष्मी, घुमाउने भई होइन, घुमाइराछे। रंगमा छल्दै लाले तरंगा खुली निगाया क्या मीठो गीता गीतामा बोल्दै मनको प्रीता रंगमा छल्दै लाले तरंगा खुली निगाया क्या मीठो गीता गीतमा बोल्दै मनको प्रीता चित्र आँखाको नानीमा हेरिरहु यस्तै पाला नझुम्काइ परेली नझुम्काइ परेली रंगमा छल्दै लाले तरंगा
कि गुलाबी गालामा सजाऊं कि जीवनमा बसन्ती बहार बसन्ती बहार रङमा छल्दै लाले तरङ्गा गीतमा बोल्दै मनको प्रीत आउन भनेको आउन यो के भयो? यो नहुनु पर्ने हो। खुसी, मैले त खालि तिम्रो ज्यान मात्र बचाउन खोजेको। मलाई थाहा छ
कसरी भयो यो परिस्थिति आएछ कसरी सिर्जना आउनुभयो अब मम्मी बुवालाई कसरी अनुहार देखाउने यो परिस्थितिको परिणाम आएको निस्क्यो भने के गर्ने खुसी सुन न यसमा तिम्रो मात्र गल्ती होइन म पनि यस गल्तीमा बराबरको भागीदारी छु भगवानले हामीलाई एकअर्काको लागि बनाएको हुनुपर्छ किनकि यो सब उसैले सिर्जना गरेको खुसी अब तिमी र म मिलेर जस्तै सुकै परिस्थिति आयो भने आम्ने सामने भएर सामना गर्नुपर्छ हस् खुसी आजबाट हामी नयाँ जिन्दगीको सुरुवात गर्दैछौँ सुमसुमाउँदै हजुरलाई एउटा कुरा भनौँ के कुरा दाइ होइन यो मेरो आँखा फुट्यो हो कि यो हजुरको भाडा बिग्रियो हो किन यो हाम्रो गाउँमा यस्तो राम्रो राम्रो ठाउँहरू हुँदाहुँदै यो यस्तो राम्रो राम्रो दृश्यहरू हुँदाहुँदै तपाईँको क्यामेराले खालि त्यो मेरो सानो काँक्रोलाई मैले सुमसुमाउँदै ठुलो बनाएर राखेको त्यो काँक्रो चोर्ने त्यो चोर्नी चुलबुली खुसीको मात्रै फोटो खिचेको देख्छु बा गण्डकीको चिसो पानीमा डुब्दा लागेको सर्दी मुटुभित्रै गरिएर कहिल्यै निको नहुने निमुनिया हुने आँट्यो कि क्या हो के चाहिने नचाहिने कुरा गरे त्यो त म यति घुम्न गएको बेला एक दुईवटा फोटो खिच्या नि के हो पासाङ दाइ यस्तो चाहिने नचाहिने कुरा गरेर मलाई गाउँसभामा उभ्याउने विचार गर्नुभयो क्या अब चाहिने कुरा गर्छु नि हिँड्नुहोस् मित्र खाना पकाएर ठिक्क पारिरहेको छु खाना खानु पर्दैन ए दाइ आज खाना नखाऊ कि क्या हो आफै खाना नखाएपछि राति कसरी निदाउने अनि राति ननिदाएपछि यति राम्री सपना कि राजकुमारीलाई कसरी सपनामा देख्ने ए खुसी हामी यतिकै बसिराख्ने जाउँ न अन्त कतै नाइ मलाई उठ्नु मन लागेकै छैन तिमीसँग यसरी बस्दा कस्तो आनन्द लाग्छ म उठ्दिनँ यसको मतलब तिमीले मलाई यो गाउँको अरू रमाइलो ठाउँहरू नदेखाउने त्यसको लागि त भोलि छ पर्सि छ निको पर्सि छ भोलि के थाहा भोलि फेरि म सहर जानुपर्छ कि यो गाउँ छोडेर के रे हेर है तिमी सबै कुरा गर तर यो गाउँ छोडेर जाने कुरा लाग्छ म चिन्दिनँ म तिमीलाई छुटेर बस्ने कल्पना पनि गर्न सक्दिनँ अबदेखि यस्तो कुरा गऱ्यो भने तिमीसँग बोल्दिनँ ओके बाबा आइम सरी थ्याङ्क यू अब त घुमाउनु लान्छौँ होला नि ओके
खुसी मलाई यो तेरो चाल मलाई ठिक लागेको छैन बुझिस् तँ यो सरियासँग किन यसरी लठाएर हिँड्छस् हिँड हिँड चुप ए सरिया यो तेरो सहर होइन हाम्रो गाउँ हो गाउँ बुझिस् हाम्रा गाउँका चेलीबेटीसँग खोला नाला वनपाखा घुम्ने खुब रहर रहेछ होइन अब हेरौँ त कसरी लिएर जाँदो रहेछ मेरो बच्चेदेखिको साथी भएर तँलाई छोड्दैछु नत्र सारा समाजको अगाडि तँलाई गोर्खेलौरी कस्तो गौरव यो बिमा यस्तै छ अलि जिद्दी छ मूर्ख छ के सरी ओके फाइन मलाई पनि खेलाइदेऊ न म पनि पिङ खेल्छु ए तिमी पिङ खेल्ने ल अघिदेखि मैले पर्खेको अब म खेल्छु पाउँछ जा मैले पनि खेल्थे आउ खुसी आउ सरी खुसी नरिसा न एकचोटिलाई मलाई माफ गरिदे त मलाई घरसम्म घोडा चराएर लैजा अनि बल्ल म रिसाउँछु ल हुन्छ आइज
गाउँ छिटो जानु लागेको मलाई भन्दा पनि नभनी होइन बाबा म त तिमीलाई नै भेट्न आउँदै थिएँ तर यहीँ भेट भइहाल्यो मलाई थाहा छ तिमी हिजो कारणले जानु लागेको थट यस्तो नचाहिने कुरा पनि गर्ने हो मलाई त यहाँ बिजनेसको कामले बाबाले फोन गरे गर्छ नगई भयो त मलाई पहिलोचोटि यस्तो लाग्दैछ मेरो मुटु मबाट चुडिए जति लाग्दैछ ए खुसी खुसी नरौ न प्लिज मलाई पनि त्यस्तै भइरहेछ नि मलाई तिमीलाई यहाँ एक्लै छोडेर कहाँ जान मन छ तर म तिमीलाई अहिले नै लिएर पनि जान सक्दिनँ त्यसैले मलाई तिम्रो माया मेरो मन मुटुमा सजाएर काठमाडौँ जानका लागि बिदाई गर सबभन्दा पहिला म त्यहाँ गएर आफ्नो काम सक्छु अनि मौका मिलाएर बाबा मामुलाई तिम्रो र मेरो बारेमा भन्छु त्यसपछि म तिमीलाई बाजा गाजा बारात सहित डोली लिएर म तिम्रो घरमा लिन आउँछु गर्मी पनि कस्तो भएको छ यहाँ फेरि कहाँ आयो होइन यो गौरव सर पनि बेला बेलामा कहाँ हराइराख्छ भने छोरो पनि कसरी फेरि फर्केरै जानुपर्ने भयो नि हाम्रो हाकिम साहब त कहाँ बेपत्ता भने त विशेष काममा अलमलीले बारेछ अनि कहाँबाट पाइला सर्छ त होइन गौरव सर अब यस्तो विशेष कामै सकेको छैन भने त अब 2-4 दिन यहीँ बसे भइहाल्छ नि त घर पनि टाढे जानुपर्ने अनि अलमल पनि गर्ने यस्तै चाल हो भने सदरमुकाम चाहिँ होइन फर्केर आएर यही गाउँमा बास बस्नु पर्ला सुमसुमाउँदै सुमसुमाउँदै खुसी अब म जान्छु ल तिमी फर्केर त आउँछौ नि तिमी यसरी नै रोए भने चाहिँ म फर्केर आउँदिनँ गुड भेरी गुड यहाँ सुन यसमा मेरो घरको एड्रेस छ मेरो फोन नम्बर पनि छ एनी टाइम तिमीले मलाई कल गर्न सक्छौ तिमीलाई त्यस्तो अप्ठ्यारो भयो भने तिमी मेरो घरमा आउन सक्छौ जुनै बेला पनि तिमीलाई स्वागत छ बुझ्यौ खुसी तिम्रो बाबु मम्मीलाई मैले सम्झेछ भनिदिनु चाँडै आउनु पसन्दै जाउँ जानु र नजाउँ होला यसो 2-4 दिन यतै बस्ने हो कि तपाईँ यतै बस्नुभयो भने मैले पनि यसो गाउँसभा भेला गर्नु पनि पाइने ए पसन्दै के कुरा गरेर जाउँ आफ्नो मनमा पाप छैन दिल खोलेर भन्ने बानी छ सुमसुमाउँदै सुमसुमाउँदै के गर्नु र विष्णु दाइ हजुर ओहो सानो बाबु आउनुभयो सबै ठिक छ सानो बाबुको सामान कहाँ राखौँ मेरो टाउकामा राख त्यो संसार डुलेर आएको धुलो मैलो भएको लुगा कहाँ राख्ने भन्ने तँलाई थाहा छैन 2 ठाउँमा लगाएर राख बुद्धि हेर न बुद्धि बाबु आइपुग्यो ल भयो 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 ल हेर यो त धुस्रेर फुस्रे लेग्रेर पेग्रे के विधि फोहोरी भएर आएको बाबु त हेर मलाई त यो डाँडा काँडा पाखा पर्वत घुमेको पटक्कै मन पर्दैन भने मामु डाँडा काँडा झर्ना खोला भनेको त हाम्रो देशको ठुलो सम्पत्ति हो यही हेर्न त विदेशीहरू हजारौं डलर तिरेर हाम्रो देशमा आउँछन् हामीहरूले यसको मात्र सही सदुपयोग गर्न सक्यो भने हामी नेपालीहरूको त आधाभन्दा बढी गरिबी यत्तिकै अटेर जान्छ अनि मामु हजुरको यो छोराको कमाइ पनि डाँडा काँडामा त्यो टुरिस्टहरूलाई घुमाएर हुन्छ तर मामु एउटा कुरा बुझिनँ नि मैले हजुरको आधा उमेरभन्दा बढी छ त्यही गाउँ पाखा डाँडा काँडामा बितेन अनि हजुरलाई मन पर्दैन भनिन्छ किन
बाबु आजकल त मलाई यो धुलो मुलो डाँडा काँडा भनेपछि नाउँ सुन्दै एलर्जी भएर आउँछ। आफूलाई त पाएदेखि युरोप अमेरिका जापान फ्रान्स यस्तो त घुम्न मन लागिरहेको छ। ल मामु, हजुरको यो इच्छा पनि कुनै दिन हजुरको यो छोराले पुरा गरिदिन्छ। साँच्ची मामु, मलाई ड्याडीले किन बोलाइसक्यो? मेरो कति काम बाँकी थियो त्यहाँ। तँलाई ड्याडीले युरोप पठाउन बोला क्या, युरोप? बुझिस्? युरोपमा नेपालको यो पर्यटन खैकिएको ठुलो सेमिनार छ अरे के। त्यो सेमिनारमा भाग लिन पनि हुन्छ, हाम्रो बिजनेसको पैसा सैसा उठाउन पनि हुन्छ भनेर तँलाई बोलाएको। अब बाउ मन्त्री भएको बेलामा त्यति पनि फाइदा नउठाए के गर्ने भन्छ? त्यो कागजपत्र सबै बनिसक्यो यार। अनि त्यो के हुन्छ नि एउटा त्यो सानो त्यो भिसा 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 पनि बनिसक्यो यार। अब त भोलि नै युरोप जानुपर्छ। त्यो सबभन्दा ठुलो प्लेन हुन्छ नि बाबु, खै नाउँ चाहिँ थाहा भएन। त्यो सबभन्दा ठुलो प्लेनमा बाबु भोलि युरोप। खुसी, त मसँग साँच्चै रिसाएको हो? अनि रिसाउँदिन त? चाहिने नचाहिने कुरा गर्दा हिँड्छ, दुनियाँसँग झगडा गर्दा हिँड्छ। मलाई त यस्तो रिस उठ्छ नि, जा तँसँग बोल्दिन कति। एकचोटिलाई गल्ती भयो, छोड्दै न, नरिसा न। हात हटा। बुझ डिग्रे 3 डिग्रे भइसक्यो, बुद्धि पनि 5 पैसाको पनि छैन। नि म गोथे। त साँच्चै रिसाएको? बरु हेर, तँलाई म यहाँदेखि तेरो घरसम्म घोडा बनेर मेरो ढाडमा बोकेर लिएर जान्छु। आइज। आया, के गरे यो? तेरो यो बच्चादेखिको बानी अझैसम्म गाल्छन् है? म ठुलो भइसकेँ। जेसुकै होस्, तँ रिसाउँदिन भन्न त, अनि मात्रै सबै कुरा छोड्छु के। ल म तँसँग रिसाएको छैन। छोड पागल। खुसी, चंचल चंचल है पागल, पागल है चंचल, तुम पागल तुम चंचल। चंचल पागल भमरा झै उडी रहन्छ मन। चंचल पागल भमरा झै उड्यो तिम्रो मन। कल कल झर झर झरना झै उर्लिरहन बन। फैलिएर सागर झै प्रीतको कुरा खोल्नु भन्दा मनको कुरा ओठमा आए किन आफै गाँठो पर्छ। चंचल पागल भमरा झै उड्यो तिम्रो मन। निम्ति जाही जुही सुना घरी सजाको छु। मनको एक्लो मझेरीमा पन्छे बाजा बजाको छु। हो तिम्रो कल्पनामा मेरो आज बिहान ढल्छ। हो गाउँ भन्छु सुखो प्रीत किन आफै काट्नु पर्छ। चंचल पागल भमरा झै उड्यो तिम्रो मन। यो माया तिम्रै हो, सानो सागरमा गाडको पार बनियो। यो माया तिम्रै हो, सानो सागरमा गाडको पार बनियो।
माया गरी मोटु घाइते बनाएको छु साथ तिम्रो पाउला भए हजार सपना सजाएको छु हो मात्र तिम्रो स्पर्शले दुखियो आफै बढ्छ मनको कुरा ओठमा किन आफै गाँठ पर्छ चञ्चल पागल भमरा झै उडिरहन्छ मन चञ्चल पागल भमरा झै उड्यो तिम्रो मन कल कल झर झर झर्ना झै उडिरहन मन फैलिएर सागर चली पृथ्वीको कुरा खोलो भन्दा मनको कुरा ओठमा किन आफै गाँठ पर्छ चञ्चल पागल 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 चञ्चल पागल पागल चञ्चल आजको यस गाउँसभा कुमारी खुसी गर्भवती भएको बारेमा हजुर कुमारी गर्भवती भई भन्ने कुरा ननिकोरी हो हजुर यसमा हाम्रा गाउँको इज्जत जमान र प्रतिष्ठाको कुरा जोडिएको छ अनुज तपाईँको यस विषयमा के विचार वास्तविकता के हो म मेरो छोरीको रूपमा मैले के भने सुनिन भन्दा छोरी तिमी हाम्रो विश्वास र भरोसामा अडिग छौ भनेर छोरी भनिदेऊ कि यो कुरा सब झुटो हो भनेर भन यो कुरा सही हो कि होइन के ममर बाबा गरिरहेछस् कुरा के हो साफ साफ भन बाबा
यहाँ होइन मलाई सीधा सीधा उत्तर चाहियो। सही हो कि होइन? अबला छोरीलाई तिमीले लक्ष्मी पिटेर यो के गरेको? मरि भने के गर्ने? मरि भने होइन, आजदेखि यो मेरो लागि मरि 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 मरि। लक्ष्मी, तिमी सही थियो, म गलत रहेछु। तिमीले भनेको कुरामा विचार नपुर्याउँदा आज मेरो अनुहारमा कालो मुसो पोतिन गयो। यत्रो गाउँको नेतृत्व गरेर हिँड्ने यो कर्णध्वज अर्थी र उपदेश अनि बुद्धि र विवेक दिने यो कर्णध्वज आज आफ्नै छोरीको कारणले नाङ्गिएको छ। लक्ष्मी, नाङ्गिएको छ। मैले आफ्नै घरमा आफ्नै छोरीलाई मैले उचित शिक्षा दिन सकेको रहेनछु। लक्ष्मी, 3 पुस्तासम्म छोरी नजन्मिएको यो हाम्रो खानदानमा छोरीको बाबु हुन पाउँदा कति गर्व गरेर हिँड्थे। सधैँ शिर उचा गरेर हिँड्थे। मलाई लाग्थ्यो मेरो एक्लै छोरीले मेरो कुल खानदानमा खुसीको रोशनी फैलाउँदैछ। त्यसैले मैले उसको नामै खुसी राखेको थिएँ। तर आज त्यही छोरीले सारा कुलको इज्जत माटोमा मिलाइदियो। धिक्कार छ मलाई, धिक्कार छ। लक्ष्मी, अब म उसको अनुहार हेर्न चाहन्न। जाऊ गएर भनिदेऊ, भोलिको सूर्योदयसँगै मैले यस घरमा उसको अनुहार हेर्न नपरोस्। म नै यो घर छोडेर हिँडिदिन्छु। बुझ्यौ तिमीले? के भन्नुभएको यस्तो? के भन्नुभएको यस्तो? के भन्नुभएको यस्तो? यो अवस्थामा हामीले यस्तो भन्न मिल्छ? भन्नुहोस् त, हामीले यस्तो भन्न मिल्छ? त्यो बिचारी कहाँ जाओस्? जहाँसुकै जाओस्, मलाई मतलब छैन। त्यसो नभन्नुहोस् खुसीको बुवा, मेरो बिन्ती छ। त्यसो नभन्नुहोस्।
त्यसो नभन्नु। बाबा मलाई माफ गरिदिनुहोस्। मेरो कारणले हजुरको इज्जत र प्रतिष्ठामा आँच पुग्यो, तर परिस्थिति नै यस्तो थियो बाबा, जसमा दोष कसैलाई पनि थिएन। मलाई गाउँसभामा सबैको अगाडि मुख खोल्ने आँट भएन बाबा। मेरो गर्भमा रहेको बच्चालाई जस्तो सुकै परिस्थिति विपद आए पनि उसको अधिकार दिलाएर छोड्छु र उसको बाबुलाई यो गाउँमा लिएर मात्रै फर्किनेछु।